ल आज 2082 11/9 को दिनसम्म आइपुग्दाखेरि आज यो अवस्थामा पुगेछ यो शक्ति देवीको मन्दिर। ल यो अवस्थामा पुगेछ। ल हेर्नुहोस् है। ल हाम्रा यहाँका मन्दिर निर्माण कार्यक्रमका कर्मचारीहरू यी अब अहिले अब छुट्टीको टाइममा अब सामान थन्काउँदै ल हेर्नुहोस् है। तलतिर गाउँघर यस्तो छ। यस्तै धर्म पनि कमाई पैसा पनि कमाई भनेर खुसीले गदगद साथीहरू। पशुपतिको दर्शन, सिद्राको व्यापार पशुपतिको दर्शन भन्ने उखानलाई चाहिँ मध्यनजर गर्दै यहाँनिर चाहिँ अब मन्दिर पनि अब बन्दैछ। धर्म पनि हो देवीको अब मन्दिर बन्दैछ भने यता पैसा पनि कम्दैछ भनेर एकदम साथीहरू गदगद खुसीले आमा कम त होइन। ल हेर्नुहोस् त के गर्नु र यो ठाउँ पनि। ल हेर्नुहोस् तलबाट फेरि यहाँका विशेष हेरालु बुढा हुन् 16-17 वर्ष अब भारतीय सिपाहीमा कार्यरत पेन्सनमा आएका यी बुढा, यी सायद फौजमा हुँदाखेरि पाङ्रा खुस्किएको हुनुपर्छ र अलिक बाङ्गो हिँड्छन् यी बुढा। यस्तो छ अब के गर्नु। त्यही छ। लाउरे बाको घर त्यो निलो टिन बरन्डामा लगाएको भने यता उहाँको इष्टमित्र दाजुभाइ। यता अब पछि बरपिपल चौतारा बन्छ, धर्मशाला सबै बन्छ यहाँ वर्षमै। अब साथीहरू दिनभरिको कमाइ भयो, बेलुका भएपछि बोरा बोकेर प्लास्टिक टिप्न हिँड्छन्। यही समस्या छ फेरि पुग्दैन मान्छेलाई जति गरे पनि। यस्तै छ है। ल